हरि ओम हरि ओम गरेर बिहानको दिनको सुरुवात के कस्तो हजुर साथीहरूलाई उहाँहरूलाई मेरा प्रियजन मेरा साना भाइ बहिनीहरूलाई अति उपदेश दिन साथै उनीहरूलाई सानो अलिकति छोटो ज्ञानका कुरा सिकाउँदै गर्न खोजेको प्रयास के हो त यहाँसम्म तपाईँहरूलाई पत्तो पनि नभएको कुरा आजसम्म मैले यहाँ भिडियो ब्लगमा भन्न गइरहेको छु। उहाँहरूले यहाँसम्मको आजको वातावरण देख्न सक्नुहुन्छ। आजको वातावरण के कस्तो गरिरहेको छ, आजको मौसम एकदमै हुस्स पारेको छ। र आज म पत्रकार आरती मुन्डा यहाँसम्म कि हाम्रो मुन्डा बस्तीको मुन्डा गाउँलाई देखाउन तत्पर रहेको र तपाईँहरूले दृष्टिगत गराउँदैछु। यहाँ हेर्न सक्नुहुन्छ धुवाँमाथि धुवाँ उडिरहेको छ। यति हुस्से लागेको ठाउँमा पनि हुस्से लागेको ठाउँमा पनि धुवाँ लागिरहेको छ। त्यो धुवाँ त्यहाँबाट धुवाँ निस्किरहेको छ। धुवाँ र हुस्से एकैसाथ मिक्स भए पश्चात कुन धुवाँ हो र कुन हुस्से हो भनेर पहिचान जाँच पडताल गर्न नसक्ने हामीहरू मान्छे कस्तो होला भनेर हामीले के कसरी पत्ता लगाउन सक्छौँ त। यहाँसम्म कि हामीले तोरी बारीमा तोरीलाई हेर्न सक्छौँ। तोरी पनि हेर्दाखेरि सेतो सेतो भाग देखिन्छ, जुन हुस्सेकै एक प्रकारसँग डुबिरहेको अवस्था जस्तो देखिन्छ। र चिन्न चाहँदाखेरि चिन्न कोसिस गर्दाखेरि उहाँ यता पराल पनि हेर्न सक्छौँ साथीहरू। परालको अवस्था पनि त्यस्तै गरिरहेको छ। जहाँसम्म हेर्न सक्छौँ जुनै सुकै कुरा पनि सेतो सेतो परिरहेको छ, जुन हुस्सेको कारणले गर्दाखेरि हुस्सेमा पुरै छरपस्ट डुबिरहेको छ। र हुस्से यति साह्रो किन लागेको, आजको हुस्से यति बेलासम्मको हुस्से एकदमै घनघोर त छैन, किनभने अहिलेको समय 8 बजेको छ। र 8 बजेभन्दा अगाडिको समयको जुन 6 बजे 5 बजेको जुन बेला थियो त्यति बेलाको समयमा चाहिँ एकदमै झन् कडाभन्दा कडा हुस्से लागेको थियो। तसर्थ अहिलेको अलिकति अवस्था सफा र उज्यालो देख्न गई एकदमै मान्छेको अनुहार चिन्न पुग्न लागिरहेको छु। जस्तै कि बाटोमा हिँड्दै गरेको मान्छेको अनुहार चिन्न सक्छौँ र बाटोमा आउँदै गरेको गाडी आइरहेको देख्न सक्छौँ। एक्सिडेन्ट हुनुबाट जोग्नुपर्छ भन्दै कुराहरूलाई मनन गर्दै मान्छेहरू प्रत्येक बाटोमा छन्, त्यो हरेक मान्छेहरूलाई हेर्दै उनीहरूसँग हस् साथीहरू, आजको ब्लग यहीँसम्म समाप्त। टाटा बाई बाई। मेरो मुन्डा बस्तीको मुन्डा गाउँबाट म लागे।